यदि तपाईँको शरीरबाट धेरै कडा गन्ध आउँछ भने यसलाई केवल पसिनाको समस्या भनेर नहेर्नुहोस्। सावधान, कहिलेकाहीँ यो शरीरभित्रको रोगको सङ्केत पनि हुन सक्छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्न नबिर्सनुहोस्। शरीरबाट आउने दुर्गन्ध, जसलाई मेडिकल भाषामा ब्रोमहाइड्रोसिस भनिन्छ, मुख्य रूपमा पसिना, छालामा भएका ब्याक्टेरिया, खाना, हर्मोन र केही रोगहरूको कारण हुन्छ। पसिना आफै धेरै गन्धिलो हुँदैन, तर काखी, गुप्तखुट्टा जस्ता भागमा भएको पसिनालाई ब्याक्टेरियाले तोड्दा दुर्गन्ध पैदा हुन्छ। धेरै पसिना आउने अवस्था, तनाव, मोटोपना, गर्मी, व्यायाम, किशोरावस्थाको हर्मोन परिवर्तन, लसुन, प्याज वा मसलेदार खाना पनि गन्ध बढाउने कारण हुन सक्छन्। केही रोगहरू जस्तै डायबिटिज, किडनी डिजिज, लिभर डिजिज वा दुर्लभ मेटाबोलिक रोगहरूमा पसिना वा पिसाबबाट मेपल सिरप, पसिना लागेको खुट्टा वा उमालेको बन्दाकोपी जस्तो गन्ध आउन सक्छ। डायबिटिज हुँदा सासबाट फलफुल वा एसिटोन जस्तो गन्ध आउन सक्छ। कलेजोको रोगमा शरीर वा सासबाट बासी मस्टी गन्ध आउन सक्छ। मृगोलाको समस्या हुँदा पिसाब वा अमोनिया जस्तो गन्ध आउन सक्छ। जीवाणु संक्रमणले माछा जस्तो वा असामान्य शरीर गन्ध गराउन सक्छ। मेपल सिरप युरिन डिजिजमा पिसाबबाट मेपल सिरप वा जलेको चिनी जस्तो गन्ध आउँछ। फिनिलकेटोन्युरियामा शरीर वा पिसाबबाट मुसा वा बासी गन्ध आउन सक्छ। टाइरोसिनिया टाइप 1 मा उमालेको बन्दाकोपी जस्तो गन्ध पाइन्छ। यदि अचानक शरीरको गन्ध धेरै बढ्यो, तौल घट्ने, थकान, ज्वरो, अत्यधिक पसिना आउने वा अन्य लक्षणहरू देखिए भने चिकित्सकसँग जाँच गराउनुहोस्।